कांग्रेसभित्रको देउवा ग्याङले पार्टी चुइट्याउने करिब निश्चित बनाएको छ। हामी सबैजनाले कृष्ण सिटौलाको कुरा पनि सुन्यौं, विमलेन्द्र निधिको कुरा पनि सुन्यौं, मोहन बस्नेतका कुरा पनि सुन्यौं। सुन्दै आज भीमसेनदास प्रधानको विभिन्न मान्छेहरूको यो ग्याङहरूका विभिन्न मान्छेहरूको कुराकानी सुन्यौं। यसले के भयो भने अब एक थरी मान्छेहरू जो देउबासँग बसेर काम बिना अथवा कुनै योगदान बिनै के पनि नगरिकन हण्डी खाएर बसिरहेका थिए, उनीहरूले देउबा बाहेक अरूलाई नेता मान्न सक्दैनन् र देउबाको नेतृत्व बाहेक अरूको नेतृत्वमा नेपाली कांग्रेस भएको परिकल्पना गर्न सक्दैनन्। उनीहरूले नयाँ पार्टी खोज्छन्। विमलेन्द्र निधिले क्लियर भने हामी घर खोज्दैछौँ पार्टी कार्यालयको लागि। मोहन बस्नेत हिजो कोर्लेको अस्ति कोर्लेको कहिले हो देखिहाल्नुभयो यहाँहरूले। सिटौला पूर्वतिर त्यसै गरी कराउँदै थिए। बागमती को प्रदेशको एउटा सभा भनेर नेपाली कांग्रेसको त्यो देउबा पक्षको एउटा सभाको दृश्यहरू पनि हामीले हेर्यौं। पार्टी लगभग चोइटिने अथवा कलश कांग्रेस बन्ने लगभग निधो भएको छ। अब यो निधोले दुईटा कुराहरू तय गर्छ। एउटा कुरा नेपाली कांग्रेसमा त्यो हण्डी खाएर आफ्नो जसरी पनि त्यो लाभका पदहरू पाएर लाभ गरेर बसिरहने मान्छेहरू कांग्रेसमा अब रहने छैनन्। उनीहरू अर्को कुनै पार्टी बनाएर बस्नेछन्। त्यो एस्पेक्टबाट यो सजिलै भयो, राम्रै पनि भयो। तर अर्को एस्पेक्ट के पनि छ भने कांग्रेस टुक्रियो भन्ने जुन एक किसिमको अथवा कांग्रेस फुट्यो भन्ने एक किसिमको जुन सन्देश जान्छ, यसले कांग्रेसलाई कता जाने, यता जाने कि उता जाने कि यसो गर्ने कि उसो जो राम्रा मान्छेहरू छन् उनीहरूलाई पनि एक किसिमको तलमाथि हुन सक्ने र संगठन विस्तारमा अथवा संगठन मात्रै नभनौं कांग्रेसको त्यो एउटा शाख बनाउनु पर्ने अथवा बचाउनु पर्ने कुरामा चाहिँ यसले अलिकति लामो चरण लिन सक्ने अथवा फुटेर गएकाहरूले बेला बखतमा उनीहरूले दिने पञ्चहरूका कारणले चाहिँ यतापट्टि कांग्रेसलाई चाहिँ अलिकति तलमाथि भइरहने सम्भावना छ। फेरि कस्तो छ भने नेपाली कांग्रेस पछिल्ला लामै समयदेखि लिङ्गरिङमा बसिरहेछ। यसले केही गरिरहेको देखिरहेको छैन। कांग्रेस 2, कांग्रेस 0.2.0 भनेर जे भनेको त्यो नारा थियो, त्यो नारा अनुसार कांग्रेस देखिन नसकेको अवस्थामा एउटा पछि खर्लाबु टोक्रिएर जाँदाखेरि टुक्र्याउन मन लागेर छ अथवा फुट्न वेट गरिरहेछन् भन्ने किसिमको एउटा सन्देश जाने पनि कता कता देखिएको छ। अब यो कन्फ्युजिङ माहौल छ। यो माहौलबाट 15औं महाधिवेशन गरेर गगन विष्णु प्रकाशहरूले कांग्रेसलाई रूपान्तरणको एउटा ऊर्जा दिन सके भने चाहिँ लगभग ठिकै होला। अब होइन भने यी मान्छेहरूलाई फेरि जाने, ढोग्ने, नमस्कार गर्ने नाममा फेरि महाधिवेशनका प्रक्रियाहरू पनि रोकिने अनि त्यसपछि यिनीहरू पनि नआउने भन्ने किसिमको वातावरण बन्छ कि भन्ने एउटा डर छ। हिजो प्रकाश महतले बोलिरहेका कुराहरूमा पनि कता कतै हामीलाई ढोग्न आउनुपर्छ, पूजा गर्न आउनुपर्छ भन्ने कुरा थियो। तर याद गर्नुहोस्, यिनीहरूलाई पूजा गरे किन पूजा गर्न आइस् भन्छन्, पूजा नगरे पूजा गर्न किन आइनस् भनेर भन्छन्, नमस्ते गरे किन नमस्ते गरिस्, नमस्ते गरेन किन नमस्ते गरिनस्। यो टाइपको प्रवृत्ति यो देउबा ग्याङहरूको अलि